ब्रेकिङ न्युज, चीनमा 2 जना पूर्व मन्त्रीलाई मृत्युदण्ड दिइने भइएको छ। हेर्नुहोस् त, चीनको यो कानुन 2 जना पूर्व मन्त्रीले भ्रष्टाचार गरेको भन्दै चीन सरकारले उनीहरूको सम्पत्ति जफत गरेर उनीहरूलाई मृत्युदण्ड दिइने भइएको छ। हेर्नुहोस् त, चीनको यो नीति नियम कानुन कति धेरै कडा। यदि नेपालमा पनि यस्तै नीति नियम कानुनहरू बनाउने हो भने भ्रष्टाचार गर्ने कुरा त परै हो, कसैले सोच्न पनि सक्दैन। त्यसैले अहिलेको सरकारले, जुन वर्तमान सरकारले अब संविधानलाई संशोधन गरेरै भए पनि यस्तो नीति नियम कानुन बनाउन आवश्यक देखिन्छ। यदि मृत्युदण्ड दिने जुन तपाईँको चाहिँ कानुन बनाउन नसके पनि सम्पत्ति जफत हुने कानुन चाहिँ बनाउन आवश्यक छ। यदि यसरी नै कानुन बनाउने हो भने कसैले पनि भ्रष्टाचार गर्न सक्दैन र देश आफै विकसित बन्छ। यो विषयमा तपाईँको जिज्ञासा कमेन्टमा लेख्नुहोस् त।